गर्नुभयो त तिमीले प्यारो खोटा हो मेरो प्यारो खोटा ल है यहाँबाट चाहिँ हलेसी मन्दिर वरिपरि आइयो के अरे भित्र जान चाहिँ अब असमर्थ भइयो दर्शन गर्नु होला अहिले अगाडि गेट आउँछ गेटमा पनि एकैछिन रोक्न चाहिँ मैले प्रयास गरेको थिएँ तर सम्भव भएन हामी ढिलो हिँडेकोले चाहिँ अब समय अलि अपुग भयो हामीलाई यसरी अगाडि जाँदा जाँदै पहिलाभन्दा स्तर उन्नति भएको रहेछ अनि सबैभन्दा मुख्य कुरा चाहिँ तीर्थालुहरू चाहिँ यति धेरै आउनु हुँदो रहेछ कि बाटोमा यति धेरै भेटेको थियो क्याप्चर गर्नलाई चाहिँ अब अलि मिलेन भनौँ न मेरो स्टोरेज पनि फुल भएकोले गर्दा धेरै भिडियोहरू रेकर्ड त गरेँ तर त्यसलाई अब व्यवस्थापन गर्न नसकेर चाहिँ स्टोरेजहरू फुल भयो त्यसैले अब बाँकी इम्पोर्टेन्टहरू चाहिँ भिडियो लिन सकेन माफ गर्नु होला कुनै अर्को समय चाहिँ एकदम राम्रो भिडियो यो मन्दिरको भित्रसम्म गुफासम्म गएर बनाउने सोच गरिरहेको छु त्यसको लागि चाहिँ केही प्रतीक्षा गर्नु होला हैन यति राम्रो एरियाहरू यस्तो राम्रो बाटो रहेछ कि खोटाङ जाने बाटो हलेसी दिक्तेलसम्म यति राम्रो बाटो यो चाहिँ अब के भन्छ गेट है यहाँबाट चाहिँ मान्छेहरू प्रवेश गर्ने मन्दिर प्रवेश गर्ने गेट हो के अरे यहाँ एकछिन थोरै रोकेर हिँडियो खास भन्ने पनि उतापट्टि रोकिएको थियो मैले रोकेर चाहिँ एउटालाई बाइकमा हेल्प मागेर गएर भिडियो त बनाएको थिएँ तर त्यो भिडियो कहाँ गयो थाहा भएन अब यहाँ हेर्नुहोस् हालत
टाढा गएर चाहिँ हामी अर्को गाडी चढ्नु पऱ्यो। त्यो गाडीमा बसेको यो हालत हेर्नुहोस्। यहाँ काउन्ट गर्नुहोस् त कतिजना मान्छे होला। खतरा मन परेको मेरो भिडियो है यो चाहिँ। गाइस गाडी फसेर पैदल हिँड्दैछ। बाटो यस्तो छ, माथिबाट यस्तो पहाड झर्छ भन्ने डर छ भने यताबाट चाहिँ तल खोलातिर झर्छ भन्ने अर्को डर छ। त्यही पनि केही छैन, डर भन्दा पनि एक प्रकारको रमाइलो भइरहेछ। हरियाली, चिसो हावा, जताततै पानी, प्रकृतिले दिएको पानी, चिसो पानी पिउँदै हरियाली, जङ्गलको छेउमा जङ्गलभित्र चिसो हावा लिँदै हिँड्नुको मजा अर्कै छ। केही छैन, गाडी फसे पनि वाक गर्नलाई यति मजा भइरहेछ। मेरो के भन्छ, मेरो उद्देश्य पुरा गर्न छ। मेरो बाउ र भाइलाई चाहिँ भेटेर आउनु छ जसरी पनि यता आएको बेला। त्यही भएर मलाई केहीले पनि छेक्दैन। गाइस मैले चाहिँ जिन्दगीमा पहिलोचोटि मैले थाहा पाएदेखि होइन, मेरो जिन्दगीमा पहिलोचोटि यति डेन्जर काम गरेको चाहिँ आजै पहिलोचोटि देखेँ। यो पहाडको पनि पहाडमा यसरी फोरिरहेको छ कि, ट्रेन चलिरहेको छ कि, यो बाटो बनायो के बनाएको हो होइन। यति आफ्नो ज्यानको बाजी लाएर यसरी काम गरिराख्नु भएको छ। मलाई चाहिँ एकदम सेल्युट गर्न चाहन्छु। यो जोखिम माथिबाट पहाड भत्केर ढुङ्गा झर्ने यतिकै जोखिम छ भने यो आफै पनि फसेर तल खोलामा झर्ने जोखिम यत्तिकै छ। र पनि कति कन्फिडेन्टका साथ काम गरिराख्नु भएको छ। सेल्युट को हुनुहुन्छ पनि तपाईँलाई सेल्युट छ। तपाईँ हेर्दै पनि हुन्छ नि एकचोटि। अनि टेक केयर जो हुनुहुन्छ, डेन्जर। करोडपति साथी भेटेपछि सकिहाल्यो नि। बाटोमा हिँड्दा हिँड्दै अरबपति साथी त भेट्यो, मेरो पुरानो साथी हो, जसको पासमा गाडी पैसा त कति हो कति के गर्ने। जतिवटा गाडीहरू भए पनि पहाडमा पहिरो झरिसकेपछि न गाडीले काम गर्छ न पैसाको भर्याङ बनेर अगाडि बढ्न सकिन्छ। पहिरोले रोकिदियो गाडी पनि। फेरि पनि म चाहिँ स्टप भएन, कठिन यात्रा फेरि पनि जारी रह्यो। नमस्कार। यसरी साथीले पुऱ्याउँदै बिचमा चाहिँ यस्तो भयो। मलाई चाहिँ गाडीले धोका दियो होइन। अब के भन्छ, गाडीले धोका दियो, पर्खेर धोका दियो भन्दा पनि गाडी फस्यो। त्यहाँ पर्खेर चाहिँ भने उता कता घुमेर घर पुग्छ। अनि म चाहिँ त्यो पर्खिनु भन्दा बरु यस्तै बाटो हिँडेर जाउँ भनेर म चाहिँ हिँडेँ होइन। तर पहिला हामी हिँडेको बाटोहरू सबै मेटिएछ। मैले चाहिँ अब यो के भन्छ यस्तो घारीहरूबाट पन्छाउँदै हेर्दै अब होइन पत्ता लाउँदै हिँडिरहेको छु। यस्तो भएको छ, बाटो कहीँ देखिँदैन त। त्यही पनि म चाहिँ इसाराले हिँडिरहेको छु, किनभने मलाई हतार छ। मेरो बाउ र भाइको घर भेट्नु हेर्नु
हतार गरेर हिँडेको छु भाइ र बाउको घरको चाङ बोकेर। अनि म फर्किहाल्नु पर्ने छ होइन, त्यही भएर छिटो गएर फर्केर यता हो यता भिरतिर लडिसक्यो, छिटो गएर फर्किनु पर्ने छ गाइस। बल्ल अब चाहिँ आइपुग्न लागेको छु। Oh my God. गाडी नचले कति भए पनि रोडको हालत यस्तो छ। अब हाम्रो घरमा कोही पनि छैन। तिमीले खाएको कसम साँचो भएको भए मैले पलमै तिमीलाई बिर्सन सक्ने भए। किन पागल हुनु पर्थ्यो, किन व्यर्थै रुनु पर्थ्यो, किन पागल हुनु पर्थ्यो, किन व्यर्थै रुनु पर्थ्यो। भुल्न सकिन मैले